साइरा लाउरेसन बागर जाने बाटो कता हो? आउनुस् यतै बाटो हो। ल जाऊ। लाउरेसन बा त यही हो क्या हो? हो त यही त हुनुहुँदैछ। ल जाऊ। जाऊ। नमस्कार लाउरेसन बा। नमस्ते। कहाँबाट आउनुभयो तपाईँहरू? त्यो मास्टर बाबु आएको जस्तो पो लाग्छ है। तपाईँ के कामले आउनुभयो मेरा कमनातिर? कति काम गर्नुहुन्छ हो लाउरेसन बा? कहिलेकाहीँ यसो बाहिरका कुराहरू पनि सुन्ने केही अलिकति केही गर्नु पर्यो। काम भनेपछि त लाउरेसन बा फेरि हुरुक्कै हो, गरेको छ काम। काम नगरेर के गर्ने त हो? यो बेमौसमी तरकारीको क्षेत्र हो। अहिले तरकारी लान्छन्, म त यहाँ सुन्तला बारी सुन्तला लाछु। यिनीहरूलाई गोडमेल पो गरिरहेको छ त है बाबु। त्यस्तो आखिरी के काम छ त? यस्तो भयो क्या सानो भा, यो हाम्रो चाहिँ पुरानो संस्कृति सबै पोलेर खाइसके। अब हामी जतिको मान्छेले पनि केही चाहिँ गर्न सकेन भने त्यो त भोलि ठुलो समस्या आउनेवाला छ। त्यही भएर तपाईँ अब अलिकति पुरानो मान्छे, पुराना भाकाहरू, पुराना गीतहरू तपाईँलाई आउँछ भन्ने सुनेको थियौँ हामीले। त्यही भएर म त यो टोली ल्याएर पो आएको छु त। अनि तपाईँहरूले के गर्नु भएको छ त हो? हामीले 2-4वटा गाउँमा चाहिँ यस्तै कला संस्कृति जोगाउने खालको कार्यक्रमहरू गरेर हामी चाहिँ हिँडिराखेका छौँ, अभियान बोकेर हिँडेका छौँ। अब तपाईँको गाउँमा पनि गर्नु पर्यो भनेर हामी त यसरी पो जुटेका छौँ त, क्यार्ने होला। त्यो त साह्रै राम्रो कुरा रहेछ मास्टर बाबु। त्यो त अत्यन्त राम्रो राष्ट्र माथि उठाउने कुरा पो पर्छ। ओ बोडी माथि के संस्कृति जोगाने गाने नाच्ने पो भन्छन् त। माथि टिम बगाल पो आछ गरे जाम है। यो आज रन्डे म रेन्डे जुनीभरि काम कति गर्ने एउटा जा रन्ड्याउ कति जाने भन्छ टाइम बड्डाउले जल जटा भन्यो तेरो हिँड्ने भन्छ त। यस्तो भ्याछ यो गीत म त जान्न, तिमी जाऊ। ओ बडी हेर जुनीभरि यत्रो समयमा न हामीले त काम गऱ्यौँ, के निफल्केन भयो बडी हेर। अब आज त्यो गाने नाच्ने पो भन्छन् त। राम्रो हेरौँ लगे यस्तो त धेरै आथे। तर यो टिम चाहिँ राम्रो छ। जाने बडी जाने माथि त हाम्रो टिमले पुरै बनाइसक्यो। साइनको टाँसेर एकदमै बन्नुहुन्छ। लाउरे बाले भनेपछि मिस खान्न भनेर हामीले पहिल्यै रेडी बनाएको त्यो मेरो घर गराएको छ पुरै। ल जाऊ। नमस्ते। ओहो के होला भयो यो त जाटे नि यस्तो गरे पो भएछ त। यो त के लेखी फाल्दैछ त? यहाँ हेरौँ त कला संस्कृति जगेर नाच तल के लेखेर यहीबाट फड्कान सकिने बोडी पढ्दै डोरी नाच घर पो लेखेर रहेछ गरे रमाइलो यो हाम्रो दोहोरी नाच भन्ज्याङ अनि चौतारी गाउँ अनि सहर, भन्ज्याङ अनि चौतारी गाउँ अनि सहर, मौलिक कला संस्कृति जोगाउन आइपुग्यो दोहोरी नाचघर। हाम्रो कार्यक्रम हेरेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूमा नमस्कार। जेदो झोडले म भीमसेन बिएम र यहाँ उपस्थित सम्पूर्णमा पनि म सबैलाई आफ्नो ठाउँमा आसन ग्रहणको लागि विनम्र अनुरोध गर्दछु। मौलिक कला संस्कृति जोगाउनको लागि गाउँले टिभी एचडीले निर्माण गर्न लागिरहेको यो दोहोरी नाचघरमा हुनुहुन्छ तपाईँ र हामी गाउँबाट मौलिक कला संस्कृति जोगाउनको लागि केही गर्न सक्छौँ कि भनेर हामी जुटिरहेका छौँ र यो कार्यक्रममा यहाँहरूको अमूल्य साथ रहनेछ भन्ने पनि पूर्ण विश्वास लिएका छौँ र सँगै अब हामी कार्यक्रमलाई हामी अगाडि बढाउन गइरहेका छौँ। कार्यक्रमको दैलो उगार्नुभन्दा पहिला हामी यो दोहोरी नाचघरका मुली लाउरे स्यान्बालाई चाहिँ आफ्नो आसन ग्रहणको लागि विनम्र अनुरोध गर्न चाहन्छु। लाउरे स्यान्बा ताली ताली जोरदार ताली। त्यसै गरी लाउरे स्यान्बाको धर्मपत्नी यो कार्यक्रमको घरबेटीको जोस मुली
हाम्रो लाउरिनी सान्जेलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। जोरदार ताली बजाइदिनु होला सबैजनाले र कार्यक्रम एकदमै रमाइलो हुनेछ। अब दोहोरी नाच घरमा हामीले चाहिँ गर्ने भनेको हामीले पुराना लोकगीतहरू र अहिलेका लोकगीतहरूलाई हामीले चाहिँ मौका दिनेछौँ, यहाँ राख्ने गर्दछौँ र सँगै हाम्रो विवाह पूजा र हाम्रो मेला महोत्सवहरूमा चाहिँ घन्किने हुने दोहोरी महोत्सवहरूमा घन्किने लोक दोहोरीलाई जोड्नेछौँ र नयाँ प्रतिभाहरू उदयमान कलाकारहरूलाई पनि हामीले जोड्नेछौँ र सँगै हराउँदै गएका पुराना भाकाहरू, पुराना संस्कृति, पुराना कलाहरूलाई पनि हामीले यहाँ मनज्ञ स्थान दिने सोचेका छौँ। यहाँहरूले पक्कै पनि साथ दिनुहुनेछ। कार्यक्रममा अब हामी पुराना भाका जोड्दैछौँ। हराउँदै गएका पुराना भाकाहरूलाई अहिलेको नयाँ पिँढीले बिर्सिँदै छोड्दै गइरहेको छ र ती भाकाहरू हामीले जोड्न गइरहेका छौँ। यो सम्बन्धमा चाहिँ हाम्रो जानकार अलिकति विज्ञ संस्कृतिसँग, स्थानीय संस्कृतिसँग अलिकति नजिक भएको हाम्रो चाहिँ लाउरे स्यान्दा हुनुहुन्छ। पुराना संस्कृतिहरूमा कस्ता कस्ता खालका चाहिँ गीत सङ्गीतहरू पर्दछन् लाउरे स्यान्दा? पुराना त हाम्रो यो ठाउँमा धेरै पुरानाहरू थिए। भूमि नाच थियो, भूमि गीत थियो, त्यस्तै गरेर यहाँका फाँक गीत थिए, त्यस्तै झ्याङ गीत थिए मास्टर बाबु, त्यस्तै गरी ठाडी बागा थियो, साइलोजी थियो, साइली झाँप्रे गीत पनि थिए, सोरठी पनि होला, सोरठी, पैसरी, टप्पा, ख्यालिनी सबै कुरा थिए। त्यसमध्येमा आज एउटा भाकामा चाहिँ हजुरले यसको अलिकति जानकारी दिनु पर्यो र गाइदिनु पनि पर्यो आज। अब यसका सन्दर्भमा म यो झ्याङ्गा भन्ने चिजका बारेमा अलिकति झ्याङ्गा कहाँबाट आएको? यो झ्याङ्गा भन्ने यो चाहिँ 18 मगरको मगर भाषाको खाम भाषाबाट आया हो। यसलाई पाङ भाषा पनि भन्छन्। मगर भाषाको झ्याङ्गा चाहिँ हजुर, झ्याङ्गा भनेको अट्काउनु, बल जाउनु, बुद्धि 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 पहिचान गर्ने भन्छ। हजुर, अब यो झ्याङ्गाको अर्थ त्यो हो। योलाई कतै कतै यसलाई सिलो पहेँली पनि भन्छन् बाबु, कतै चाहिँ प्रश्न उत्तरी भन्छन्, कतै घाउटा पनि भन्छन्, कतै यसलाई सिलुक डोरी पनि भन्छन्, सिलुक गीत पनि भन्छन्। तर हाम्रो यो ठाउँमा चाहिँ 8000 क्षेत्र जो हो त्यो क्षेत्रमा चाहिँ हाम्रो यहाँ चाहिँ झ्याङ्गा भनेर भन्छन्। त्यसकारण यो झ्याङ्गा भन्ने चिज योभन्दा पहिले त यो र्यालीको पौवा रुद्रवीर शाहले बनाएको। पहिले चाहिँ नेपाल कब्जा गरी यो सल्यान राज्य कब्जा गर्ने बेला 1869 देखि 2 वर्ष लगाएर त्यहाँ चाहिँ बनाएको पौवामा। त्यस बेला रुद्रवीर शाहले यहाँको सल्यान हेर्ने प्रशासक तिनै थिए। तिनले के गर्थे भने यहाँका वरपरका यही गैरी गाउँ, गाङ, जिबाङ, जुगा, जाबल, त्यसपछि यहाँ रिम, गर्पा, ढनठाना अनि यसपछि सिनबाङ, फलाबाङको यताका मान्छेहरूलाई ल्याएर त्यहाँ चाहिँ रमाइलो पटक रमाइलो गरेर गीत गाने पो गराउँथे। त्यस बेला भन्ने बड्डा पाकाहरूले भन्थे गर। भनेपछि यो मगर भाषाबाट चाहिँ यो उत्पत्ति भएको रहेछ। मगर भाषाको यो पाङ भाषाबाट आएको, खाम भाषाबाट आएको हो। यसलाई पाङ र खाम भन्छ पो। अल्झाउनु, बल्झाउनु, बुद्धिको परीक्षण गर्ने। ठिक छ स्यान्दा, आज हजुरले चाहिँ अब यो पछिल्लो पुस्तालाई चाहिँ यो पहिलो कुरा त शब्दै थाहा छैन होला, दोस्रो कुरा चाहिँ यो मेलोडी हुन्छ नि यसको लय चाहिँ कस्तो हो, आज हजुरले चाहिँ गाएर छर्लङ्गै बनाइदिनु पर्यो। यसलाई त पुरा गाने त हो। अब यसमा त मेरो बुद्धि पनि पारखी छ। सान्छे पनि पारखी हुनुहुन्छ? त्यो बुद्धि र मैले गन्काइदिन्छु मैले तपाईँहरूको सामने। भनेपछि दुईजनाको जोडी बबाल चउने भएको छ। अब गाने त हो एकछिन यसरी गाने पनि नयाँ पुस्ता यहाँ बस्नु भएको छ पो। यो नानी बाबुहरू बस्नु भएको छ, अनि त्यसै भाइहरू बस्नु भएको, भतिजहरू बस्नु भएको छ। अब तपाईँ मास्टर बाबु आउनु भएको छ, यो सबैले सिकाने त हो। ल त्यसो भए हाम्रो कार्यक्रम लिनु भएको छ कि तपाईँहरू के अरे गाउँले टिभी रे, गाउँले टिभी एसडी हुन्छ, यसबाट गाने त हो। नयाँ गोरु जोत्न लागे छेउबाट सुरुलाई मालाई, छेउबाट सुरुलाई छेउबाट सुरुलाई मालाई। पहिलो वचन सरस्वतीलाई, त्यसपछि गुरुलाई मालाई,
त्यसपछि गुरुलाई लै त्यसपछि गुरुलाई मालाई हे लाला बराई लाला राउटे दाले गिठाई काट्यो घाप माथि घाप मलाई घाप माथि घापलाई घाप माथि घाप हे लाला बराई लाला गाउनलाई पाँच पाँच यो भुलचुक भए माफ मलाई भुलचुक भए माफलाई भुलचुक भए माफ मलाई हे लाला बराई जिम्मल दाइको लाउरे सानबा लाउरेली सान्जे बड्डाबड्डी मात्रै हुनुहुन्छ कि छोराछोरी पनि हुनुहुन्छ तपाईँहरूको? यहाँ त हामी बुढाबुढी छन्, अब छोराछोरी त आधा दर्जन छन्। आधा दर्जन? 3 बहिनी छोरी 3 भाइ छोरा। छोराहरू कोही तराई कोही विदेशतिर छन्, छोरी आफ्नो आफ्नो घर खान्छन्। त्यही त हो अब के गर्ने, बड्डालाई हेरेर चिट्ट बुझाने, वारिपारि चुल्हा उडेमा बस्ने, त्यही त हो। अब यो यस्तो छ सानबा, हेर्नुहोस्, यो अहिले तपाईँहरूको मात्र नभएर यो नेपालीहरूको रोग हो। त्यो कारणले गर्दाखेरि अहिले बाध्यताले नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै विदेशिनु भएको छ। अब एउटा यस्तो गरौँ, सबै दाजुभाइ दिदीबहिनीहरूलाई सम्झेर, नेपालीहरूलाई सम्झेर यता नेपाल फर्किनुहोस्, नेपालमै के गरौँ भनेर सम्झेर फर्का मुगलानी भन्ने गीत गाम हुन्छ? त्यो त जात्रै राम्रै मास्टर, लोकगीत धेरै राम्रो। ल त्यही गाउँमा गाने गाने गाने। ल देशका सम्पूर्ण नेपालीहरूलाई सम्झेर अब हामी फर्का मुगलानी गीत चाहिँ निकै सम्भावना बोकेकी गायिका बहिनी नवउदीयमान गायिका कृष्णा विकलाई हामी यो गीत गाउनको लागि अनुरोध गर्न चाहन्छौँ र बहिनी कृष्णा विकलाई म माइक्रोफोन हस्तान्तरण गर्छु र हाम्रो सबैजनाले चाहिँ आफ्ना र हाम्रो नेपालीहरूलाई सम्झेर चाहिँ हामी फर्का मुगलानी मेलापात गरे नि खाना त पुग्लानी भन्ने खालको गीत छ, यो सम्झेर हामी चाहिँ गीत गाउँछौँ है त। खाना
पुग्लानी मेला पात गरे नि खान पुग्लानी बुझाउनु के गरी परदेशीले रुवायो धर धरी फर्क मुग्लानी मेला पात गरे नि खान पुग्लानी मेला पात गरे नि खान पुग्लानी। अब हाम्रो पालो रहेको छ दोहोरी नाचघरमा दोहोरीको पालो र गाउँघरमा हाम्रो विवाह पूजामा र हाम्रो महोत्सवहरूमा चाहिँ दोहोरीको धमाका चल्ने गर्दछ। अब हामी त्यही धमाका चलाउन गइरहेका छौँ दोहोरी धमाकाबाट। अब म कलाकार मित्रहरूको परिचय गराउन गइरहेको छु। सर्वप्रथम म जाँदैछु पुरुषतर्फको मुख्य कलाकारको रूपमा हुनुहुन्छ कपुरकोट गाउँपालिकाबाट प्रकाश ओली सर। जोरदार ताली। त्यसै गरी उहाँलाई साथ दिनको लागि आउँदै हुनुहुन्छ कपुरकोट गाउँपालिका वडा नम्बर 5 रिमबाट अमर महतरा। त्यसै गरी कपुरकोट गाउँपालिका वडा नम्बर 6 जलमाबाट आउँदै हुनुहुन्छ हाम्रो कृष्ण पुन मगर। जोरदार ताली। अब म महिला कलाकारको परिचय गराउन गइरहेको छु। यसमा मुख्य भूमिका निभाउँदै हुनुहुन्छ सीता बुढा मगर। त्यसै गरी उहाँलाई साथ दिनको लागि अर्को कलाकार हुनुहुन्छ रेणु शेर्पा एली। त्यसै गरी अर्को कलाकार हुनुहुन्थ्यो उहाँलाई साथ दिनको लागि हाम्रो कपुरकोट गाउँपालिका वडा नम्बर 5 बाटै तिला बुढा मगर। जोरदार ताली। अब म वाद्यवादनतर्फ जाँदैछु। वाद्यवादनतर्फ चाहिँ मादलको भूमिका निभाउँदै हुनुहुन्छ कपुरकोट गाउँपालिका वडा नम्बर 5 रिम सल्यानबाट शिवराज नेपाली सर। त्यसै गरी बाँसुरीमा साथ दिँदै हुनुहुन्छ कपुरकोट गाउँपालिका वडा नम्बर 5 रिम सल्यानबाटै भूपेन्द्र पुन मगर। त्यसै गरी अर्को मादलमा साथ दिँदै हुनुहुन्छ कपुरकोट गाउँपालिका वडा नम्बर 5 बेलचौरबाट हुनुहुन्छ भावना बोहरा बहिनी। त्यसै गरी खैजटीमा साथ दिँदै हुनुहुन्छ कपुरकोट गाउँपालिका वडा नम्बर 5 रिमबाट शैलजा बस्नेत बहिनी। अर्को खैजटीमा हुनुहुन्छ बहिनी कपुरकोट गाउँपालिका वडा नम्बर 5 रिम सल्यानबाटै हाम्रो दीपिका बोहरा बहिनी। अब हाम्रो दोहोरी धमाका जाँदैछ र त्योभन्दा पहिला हामी कुन भाकामा दोहोरी गाउने होला, कलाकार साथीहरूलाई कुन भाकामा सहज हुन्छ एकपटक छलफल गरिदिनु होला। पानको पात यता केटातर्फ हुन्छ हुँदैन? यता हुन्छ हुँदैन? पानको पात हुन्छ? त्यसो भए जोरदार ताली बजाउनुहोस्। त्यसो भए अब हामी पानको पातमा दोहोरी धमाका खेल्दैछौँ र त्योभन्दा अगाडि हामीले यो गीतसँग सम्बन्धित स्रष्टा बम बहादुर कार्की, कृष्ण सुधा ढुङ्गाना, प्रेम राजा महत र शिवा आल्यलाई हामी सम्झिन चाहन्छौँ। उहाँहरूको गीतहरू हामी सानो छँदाखेरि सुन्दै गाउँदै हामी हुर्केका हौँ र उहाँहरूप्रति निकै सम्मान र नमन छ। भेट भयो दोहोरी माहौलमा, दोहोरी माहौलमा, अब धुमधाम मचिन्छ टोल टोलमा। माया पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात, मलाई शान्ति सालाला। दोहोरी माहौलमा, दोहोरी माहौलमा, अब धुमधाम मचिन्छ टोल टोलमा। माया
पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला हे तिमी हामी भेट्न पाम साँझमा भेट्न पाम साँझमा जेसुकै होस् बाँकी यो समाजमा माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला भेट्न पाम साँझमा भेट्न पाम साँझमा जेसुकै होस् बाँकी यो समाजमा माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला रहेछौ तिमी दिल दिमा खाइदिने दिल दिमा खाइदिने कोही छ कि त शिर फुल लगाइदिने माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला दिल दिमा खाइदिने दिल दिमा खाइदिने कोही छ कि त शिर फुल लगाइदिने माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला चोखो जुवन अहिलेसम्म साँची छु अहिलेसम्म साँची छु छैनन् कोही सिङ्गललाई बाँची छु माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला अहिलेसम्म साँची छु अहिलेसम्म साँची छु छैनन् कोही सिङ्गललाई बाँची छु माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला जवानीले जिस्काउन थालेछ जिस्काउन थालेछ यता पनि दरबन्दी खाली छ माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला जिस्काउन थालेछ जिस्काउन थालेछ यता पनि दरबन्दी खाली छ माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला हे श्वास बिझ्यो नजरको तीर झन् झन् नजरको तीर झन् झन् भर्देऊ क्या हो मायाको आवेदन माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला नजरको तीर झन् झन् नजरको तीर झन् झन् भर्देऊ क्या हो मायाको आवेदन माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला
शान्तिको गीत गाउँला मायाको गीत गाउँला मायाको आवेदनमा छाप लाउला मायाको माया पातको पात माया तिमीलाई सम्झन्छु दिनको रात मलाई स्याहार्दै सालाला गीत गाउँला मायाको गीत गाउँला मायाको आवेदनमा छाप लाउँला मायाको माया पातको पात माया तिमीलाई सम्झन्छु दिनको रात मलाई स्याहार्दै सालाला माया तिमीलाई सम्झन्छु दिनको रात मलाई स्याहार्दै सालाला समर्थनको सन्देश सुटुक मर्छु क्या होला जले भुतुक माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला सन्देश सुटुक मर्छु क्या होला जले भुटुक माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला तिमीसँग यो जोबन साट दिन्छु यो जोबन साट दिन्छु हुन्छ भन मर्दा हो आट दिन्छु माया पानको माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला यो जोबन साट दिन्छु यो जोबन साट दिन्छु हुन्छ बनाएर हो आट दिन्छु माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला छोरीले मान्दिन भागन मन्द भए आउ माइती मागन माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला मान्दिन भागन मर्दा भए आउ माइती मागन माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सलाला
माग्न जान परे नि जाउँला नि परे नि जाउँला नि पञ्चे बाजा डोलीले आउला नि माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मरे स्याङ्दी सालाला परे नि जाउँला नि परे नि जाउँला नि पञ्चे बाजा डोलीले आउला नि माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मरे स्याङ्दी सालाला माया तिमीलाई सम्झन्छु दिनको रात मरे स्याङ्दी सालाला हे म त तिम्रै परुला भरमा बरु सासु कस्ती छिन् घरमा माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला परुला भरमा बरु सासु कस्ती छिन् घरमा माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला पढे लेखा आधुनिक सासु तिम्रा आँसु हुन् कानी आँसु हुन् माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला आधुनिक सासु हुन् तिम्रा आँसु हुन् कानी आँसु हुन् माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला हे मनै छोयो सुनेर यी कुरा हुने भयो सपना लौ पुरा माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला सुनेर यी कुरा हुने भयो सपना लौ पुरा माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सालाला हे
गीतैबाट पिराती लाएसे केही चाहिँदैन तिमीलाई पाएसे माया पात माया तिमीलाई सम्झन्छु दिनको रात मरेसे विशाला पिराती लाएसे केही चाहिँदैन गेरा पाएसे माया पाको पात माया तिमीलाई सम्झन्छु दिनको रात मरेसे विशाला माया तिमीलाई सम्झन्छु दिनको रात मरेसे विशाला सुख दुःख बरोबर सजाउला यसै गरी जिन्दगी कताउला माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलला बरोबर सजाउला यसै गरी जिन्दगी कटाउला माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलला हाम्रा लोक भाका लोक संस्कृतिहरू हाम्रा पहिचान हुन् चिनारी हुन् डाँडा काँडा उकाली ओह्राली भन्ज्याङ अनि चौतारीमा घन्किने यी यस्ता मौलिक लोक संस्कृतिहरूले हाम्रै जीवन बोलिरहेका हुन्छन् मेलापात विवाह उत्सव रोदी घरमा गुन्जिने हाम्रा लोक सङ्गीतहरू दुःख बिर्साउने माध्यम मात्र होइनन् मायालु जोडीहरूले प्रीत जोड्ने मायालु खोज्ने आधार पनि हुन् त्यसैले यस्ता सांस्कृतिक सम्पदाको जगेर्ना गरे पो हाम्रो अस्तित्व रहला हाम्रा मौलिक बाजागाजा भाकाहरू परम्परागत नृत्यहरू पुस्तौँसम्म जगेर्ना गर्न सके पो हाम्रो चिनारी जोगिएला संस्कृति हाम्रो धरोहर हो यसको संरक्षण र जगेर्ना हाम्रो दायित्व हो कर्तव्य हो जय गीत जय सङ्गीत